हामी नाता सिरियल हप्तामा 2 पटक प्रसारण गर्ने, 2 बार प्रसारण गर्ने विचार गर्दैछौँ, सोच बनाउँदैछौँ। हजुरको भनाइ के छ यो कुरामा? कृपया कमेन्ट गरिदिनु होला है। नमस्कार, म कलाकार शिशिर भण्डारी। हामीले विगत लामो समयदेखि प्रसारण गर्दै आइरहेको नाता सिरियल, जुन सिरियल चाहिँ शिशिर भण्डारी युट्युब च्यानलबाट हरेक बुधबार राति 7:30 बजे प्रसारण हुँदै आइरहेको छ र यो सिरियलको हालसम्म 105औँ भागसम्मको प्रसारण सकिसकेको छ र अब यसपछिका भागहरू र केही समयपछि भनौँ न, केही समयपछि चाहिँ हामी नाता सिरियललाई हप्ताको 2 पटक हाल्ने हो कि 2 पटक प्रसारण गर्ने हो कि भनेर सोच-विचार गर्दैछौँ। यो कुरा भाग 106 देखि नै लागु हुँदैन। तपाईँहरूको कमेन्ट लिएर, तपाईँहरूको विचार लिएर, तपाईँहरूको राय बुझेर चाहिँ हामीले यो निर्णयमा पुग्ने चाहिँ निर्णय लिएका छौँ है। हजुरहरूले भनिदिनु पर्यो के हजुरहरू नाता सिरियललाई हप्तामा 2 पटक हेर्नको लागि चाहिँ लालायत हुनुहुन्छ, रेडी हुनुहुन्छ, तयार हुनुहुन्छ? के यसो हुँदाखेरि हजुरहरूले फुर्सद पाउनुहुन्छ त? हामीले हालौँला, हजुरहरूले नहेर्नुहोला, त्यसपछि मेहनत मात्रै खर्च हुन्छ, होइन? त्यसकारण हजुरहरू तयार हुनुहुन्छ भने चाहिँ हामी नाता सिरियललाई हप्तामा 2 पटक प्रसारण गर्नको लागि त्यो एउटा ऊर्जा, त्यो एउटा मेहनत, त्यो एउटा लगनशीलता जुटाउँदैछौँ। हाम्रो टिमको एफोर्ट जुटाउँदैछौँ। हजुरहरूले कमेन्ट गरिदिनु होला कि नाता सिरियल हप्तामा 2 पटक आउनु ठिक हुन्छ अथवा हुँदैन? कमेन्ट गरिदिनु होला। हजुरहरूले दिनुभएको कमेन्ट, हजुरहरूले दिनुभएको सल्लाह, सुझाव, राय, प्रतिक्रियाको आधारमा हामी अगाडि बढ्नेछौँ। के नाता सिरियल हप्तामा 2 पटक हेर्नको लागि हजुर तयार हुनुहुन्छ?